हेलो साथीहरु नमस्कार। आज हामी कुरा गर्दैछौं हेल्थ चेक क्राइममा परेको आलस, ओमेगा 3 को खानी र क्यान्सर प्रतिरोधी सुपर फुड। हाम्रो भान्सामा सधैँ उपलब्ध हुने र सजिलै पाइने, धेरैले व्यवस्था गर्ने आलस वास्तवमा स्वास्थ्यका लागि एक अमूल्य वरदान साबित हुन सक्छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले आलसलाई सुपर फुडको संख्या दिँदै यसको नियमित सेवनले मुटु रोगदेखि क्यान्सरसम्मका गम्भीर स्वास्थ्य जोखिमबाट बच्न सक्ने बताउनु भएको छ। सस्तो र सर्वसुलभ आलसलाई दैनिक आहारको अभिन्न अंग बनाउन सबैलाई जोड पनि दिनुभएको छ। साथीहरु, आलस किन हो त सुपर फुड? आउनुहोस् जानौं आलसको बारेमा। आलसमा पाइने अद्वितीय पौष्टिक तत्वहरूले यसलाई सुपरफुड बनाएको हुन्। यसमा उच्च पौष्टिकता, प्रशस्त मात्रामा ओमेगा 3 फ्याटी एसिड, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण गर्ने क्षमता भएको, क्यान्सरको जोखिम घटाउने तत्व लिग्नेन र पाचन प्रणालीमा सुधार ल्याउने फाइबर जस्ता गुणहरू हुन्छन्। हो, तपाईहरुले सही सुन्नुभयो साथीहरु। ओमेगा 3 को खानी आलसमा ओमेगा 3 फ्याटी एसिडको एक उत्कृष्ट स्रोत हो, जुन मुटुको स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यसले रगतमा कोलेस्ट्रोलको मात्रा घटाउन र रक्तचाप नियन्त्रण गर्नलाई मद्दत गर्दछ। क्यान्सर प्रतिरोधी लिग्नेन। आलसमा पाइने लिग्नेन नामक तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ। यसले विभिन्न प्रकारका क्यान्सर, विशेष गरी मनमा आधारित क्यान्सरहरूको जोखिम कम गर्न सहायक सिद्ध भएको रिसर्चहरूले देखाएको छ। साथीहरु, पाचन प्रणालीको भित्र फाइबर। आलसमा प्रशस्त मात्रामा घुलनशील र अघुलनशील फाइबर पाइन्छ। यसले पाचन प्रणालीलाई स्वस्थ राख्न, कब्जियतको समस्या कम गर्न र पेट सम्बन्धी अन्य समस्याहरूबाट राहत दिलाउन पनि मद्दत गर्छ। साथीहरु, अब कुरा गरौं आलसको सेवन गर्ने तरिका। कसरी आलसलाई प्रयोग गर्न सकिन्छ त? साथीहरु, आलसबाट अधिकतम फाइदा लिने यसलाई काँचै खानु वा तेल मात्र प्रयोग गर्नुभन्दा साथीहरु भुटेर पिसेर धुलो बनाई सेवन गर्नु पर्दछ। यसरी धुलो बनाउँदा यसको पौष्टिक तत्व शरीरले सजिलै ग्रहण गर्न सक्छ। साथीहरु, अब कुरा गरौं यसको विधि, सेवन गर्ने विधि। दैनिक कसरी रूपमा सेवन गर्ने यसको विधि पनि छ, विधि पनि बताइदिन्छु तपाईहरुलाई। दैनिक 1-2 चम्चाको धुलो चाउलो भात वा दाल तरकारीको सँग चटनीको रूपमा खान सकिन्छ। यसलाई दही वा स्मुदी मा मिसाएर पनि सेवन गर्न सकिन्छ।